हेलो गाइज, आज चाहिँ हामी चाहिँ आज ताप्लेजुङ जाँदैछौँ। ताप्लेजुङको ब्लग लिएर आएको छु। यो ताप्लेजुङको ब्लग चाहिँ हामीले अलि अगाडि बनाएको थियो अनि अहिले चाहिँ पाथिभरा माताको दर्शनको लागि जाने भनेर चाहिँ हामी एक हप्ता अगाडिको भिडियो हो। यो चाहिँ अहिले चाहिँ बल्ल आउँदैछ। हाम्रो यो भिडियोहरू चाहिँ हेरेर मनोरञ्जन लिनुहोला र हेर्नुहोला कहाँ कहाँ के छ भनेर। यो चाहिँ म चाहिँ अगाडि हिँड्दैछु अनि यादवले चाहिँ मेरो भिडियो खिचिरहेको थियो। म चाहिँ एकदमै गाह्रो भइरहेको थिएँ र बल्ल गरेर हामी माथि पुग्यौँ। यो चाहिँ माथि पुग्दाखेरि सुरुमा सानो गेट हुँदो रहेछ। त्यहाँबाट चाहिँ माथि जाँदा चाहिँ अब घन्टीहरू राखेको रहेछ। बरफहरू एकदमै धेरै परेको थियो। मान्छेहरू जान आउन नसक्ने भएर अनि बोकेर कतिलाई त बोकेर तल माथि पनि गर्नुभएको थियो। हामीहरू चाहिँ हिँडेरै गयौँ। हामीहरूलाई पनि जाने भन्दै हुनुहुन्थ्यो अनि बरफ हेर्नु कति धेरै परेको छ, पुरै सेतै थियो। यो चाहिँ 2 दिन अगाडि परेको रहेछ। 2 दिन अगाडि परे पनि एकदमै सेतै थियो र साह्रो भइसकेको थियो। मैले अब अस्ति लिँदा पनि हातमा पनि आइसकेको थिएन कि एकदमै साह्रो भएको थियो अनि चिसो चाहिँ एकदमै थियो। अनि यो चाहिँ घन्टी भइहाल्यो। यो चाहिँ सानो घन्टीहरू मिलाएर ठुलो घन्टी बनाएको रहेछ। जे होस् राम्रो लाग्यो नि। उहाँ उभिने चाहिँ हाम्रो यादव सर हुनुहुन्छ। यादव सर चाहिँ एकदमै धेरै लाज मान्ने कि। अनि यो चाहिँ गेट हो। यो गेटको सुरुमा चाहिँ हामीहरूले यहाँनिर चाहिँ पूजा गऱ्यौँ। यो पूजा गरेको भिडियो चाहिँ हामीले लिन पाएनौँ। उहाँले लिन भुल्नुभयो। मैले त्यो डन्डा चाहिँ मैले बोकेको थिएँ। उहाँलाई चाहिँ समात्न दिएर मैले चाहिँ भिडियो यसो खिच्दै थिएँ। यहाँ चाहिँ न त मेरो हालत खराब भएको थियो। माथिसम्म आउँदासम्म त एकदमै धेरै हिँड्न पनि नसकेर म त एकदम कस्तो भनेपछि फर्केर जाने जस्तै भइसकेको थियो। एकदमै गाह्रो रहेछ। 5 किलोमिटर जति चाहिँ माथि हिँडेर जानु पर्दो रहेछ। त्यतिसम्म चाहिँ गयो। जे होस् रमाइलो भयो। माथि जाँदा पनि एकदमै गाह्रो भयो। लगभग पुग्यो। हामी चाहिँ 2 घन्टा जतिमा 2 घन्टा सवा घन्टामा चाहिँ हामी पुग्यौँ। अनि मलाई चाहिँ अहिले पछाडिबाट खिच्दै हुनुहुन्छ यादव सरले। अनि उहाँले मलाई पछाडि फर्किनुहोस् एकपटक पनि भन्नुभयो र मजाले भिडियो खिचिदिनु भयो र म आउँदैछु हेर्नुहोस् उताबाट। उहाँले चाहिँ यताबाट आफ्नो मोबाइलबाट चाहिँ लिइदिनु भएको रहेछ फोटो। म चाहिँ एकदमै धेरै थाकेको थिएँ। हिँड्नै नसक्ने भएर खुट्टा दुखेर कस्तो भएको थियो एकदमै। बरफ हेर्नुहोस् कस्तो राम्रो परेको छ। मलाई चाहिँ कहिले बरफ भन्दा पनि फोटोकै मात्रै चिन्ता थियो। कोही मानिसहरू त कति धेरै बरफहरू पनि खेलिरहेको थिए, हिउँ खेलिरहेको थिए। हामीहरू चाहिँ पूजा गरेर आएपछि चाहिँ बल्ल हिउँ खेल्ने, पहिला पूजा गर्ने अनि त्यसपछि खाने केही अनि त्यसपछि खेल्ने अनि त्यसपछि बल्ल जाने भनेर चाहिँ अनि हामी चाहिँ त्यहाँबाट लाग्यौँ। अनि त्यसपछि हामी सुरुको गेटमा पुग्यौँ। हामी चाहिँ यो गेटमा पुगेपछि चाहिँ यता यो बायाँ साइडमा चाहिँ माथि गएर सुरुमा पहिला त्यहाँ पूजा गर्नुपर्दो रहेछ। सबैजना त्यता जानुभयो र अनि त्यहाँ माथि गएर त्यहाँको पूजा गरेपछि मात्रै अनि बल्ल तल आएर मेन मन्दिरमा जानुपर्ने भन्ने चाहिँ भनाइरहेछ। त्यही कारणले हामीहरू चाहिँ पहिला त्यहाँभित्र छिरेनौँ। हामीहरू चाहिँ माथि गयौँ र माथि गएर पहिला मैले चाहिँ यो भिडियोहरू लिँदैछु, सबै हेर्नुहोला। एकदमै कस्तो कति धेरै मान्छेहरू थिए कि, भरियाहरू पनि धेरै थिए र मैले चाहिँ यहाँ अगरबत्तीहरू बालेर अनि पूजा गर्न लाएँ। र त्यहाँ पनि वरिपरि एकदमै धेरै बरफ परिरहेको थियो। वरिपरिको भ्यू पनि केही देखेको थिएन र मैले चाहिँ देवीको पूजा गर्नको लागि अगरबत्ती बालेर पूजा गर्दैछु। हे भगवान्, हामी सबैको रक्षा गर्नुहोस्, नेपालीहरूलाई रक्षा गर्नुहोस्, मेरो सबै कामना पुरा होस् भनेर मैले चाहिँ आफ्नो कामनासहित पूजा गर्दै थिएँ। हजुरहरू पनि जानु होला। म चाहिँ हेर्नुहोस् तल कस्तो एकदमै धेरै हिउँ परेको थियो र म चाहिँ कहाँ हेर्दैछु उता केही कुरा गर्दै होला मान्छेहरू। म चाहिँ त्यसमा छु र घन्टी बजाएँ मैले चाहिँ। अनि फोटो पनि खिचिदिनु भनेर भन्दै थिएँ। तल हेर्नुहोस् सेतै छ, पुरै हिउँ थियो। पुरै एकदमै धेरै बरफ परेको थियो। त्यो चाहिँ हामी अझ अगाडि आएको भए अझ धेरै परेको हुन्थ्यो। यो चाहिँ अलिकति पग्लिसकेको रहेछ। जे होस् मैले चाहिँ बरफ कहिले देख्न नपाएको बरफ देख्न पाइयो, खुसी लाग्यो यो देखेर चाहिँ। अनि मैले चाहिँ पूजा गरेर त्यति राखेँ। अनि मलाई चाहिँ क्यामेरामा चाहिँ हेल्प गर्दै हुनुहुन्थ्यो हाम्रो उहाँले। उहाँ चाहिँ एकदमै धेरै लजाउने। जोरसे बोलो, जय माता दी भन्नु। जय माता दी। अब हेर्नुहोस् उहाँलाई मैले अब जय माता दी भन्दा पनि
भन्न पनि भन्नु भएन कि एकदमै मोबाइलमा भनेपछि एकदमै धेरै लजाउने कि अनि मैले चाहिँ पुरै त्यहाँको वरिपरिको कैद गरेँ भिडियोहरू यता साइडतिरको एकदमै भ्यू पनि कस्तो राम्रो देखिँदैछ अनि हेर्नु न बाटोभरि कस्तो हिउँ परेको अनि घन्टीहरू यो सेतो धागोहरू चाहिँ आफ्नो भाक्कल र आफ्नो मनोकामना पुरा होस् भनेर बान्नु हुँदो रहेछ तलबाटै बाँध्दै आउनु हुँदो रहेछ र यहाँ पुगिन्जेलसम्म पुग्यो नत्र त्यो धागो जति रह्यो त्यहीँ छोडेर जानु हुँदो रहेछ अनि अगाडि चाहिँ हाम्रो यादव सर हिँड्नु भएको छ अनि यतातिर पनि पुरै हेर्नुहोस् कस्तो हिउँ छ तर भ्यू चाहिँ धेरै राम्रो लाग्यो मलाई चाहिँ यस्तो ठाउँमा अलिकति मान्छेको वासस्थान त रहन्छ तर आर्मी क्याम्प चाहिँ रहेछ साइडमा तर जे होस् मन पर्यो मलाई चाहिँ एकदमै अनि यहाँ चाहिँ लिएर आएर बुद्धिस्टहरूले अलिअलि टङ्गाउनु भएको पनि रहेछ अनि म हेर्नुहोस् मैले चाहिँ जय माता दी जय माता दी जय माता दी भन्दै हिँडिरहेको थिएँ र खुसी लागेको थियो जे होस् र हामी त्यहाँबाट पनि अब म तल जाने अब मेन मन्दिरमा जाने र अनि मेन मन्दिरमा पूजा गर्ने भनेर हामी चाहिँ मेन मन्दिरतिर लाग्यौँ र उहाँ चाहिँ अगाडि जानुभयो म चाहिँ अलिक पछाडि थिएँ म चाहिँ यसो पूजा गरेर अनि फेरि कैद गर्ने भिडियोहरू कस्तो छ के छ सानो भ्लग पनि बनाइहालौँ भनेर सम्झना स्वरूप रहन्छ भनेर तल भिडियोहरू बनाउनको लागि तल आफैले सेल्फी खिच्दै तलसम्म चाहिँ आएँ म चाहिँ उहाँ चाहिँ अगाडि त्यहाँ पछाडि हेर्नु न बसिरहनु भएको छ म चाहिँ गर्छु त्यसपछि चाहिँ मैले यहाँ चाहिँ गणेश भगवान्लाई सुरुमा पूजा गर्नु पर्दो रहेछ त्यहाँभित्र छिरेपछि चाहिँ र अनि मैले धुप बत्ती बालेँ र पहेँलो कपडा पनि चढाएँ अनि त्यसपछि पहेँलो कपडा र धुप बत्ती बालिसकेपछि अनि एकचोटि घुमेँ मजाले अनि घन्टी बजाएर मजाले पूजा गरेँ मैले यो चाहिँ गणेश सुरुमा चाहिँ गणेशाय नमः भनेर श्री गणेश गर्नुपर्दो रहेछ पूजा गर्नुभन्दा अगाडि सर्वप्रथम चाहिँ यहीँ पूजा गर्न आउनु भनेर र अनि त्यसपछि मैले अर्को यता साइडको अर्को पूजा गर्ने ठाउँमा गएर फेरि सेतो र पहेँलो मात्रै चढाउनु पर्दो रहेछ त्यहाँ चढाएर ढोक गरेँ त्यसपछि फेरि मैले गणेशको मूर्तिको छेउमा गएर त्यहाँ चाहिँ नरिवल चाहिँ आफ्नै हातले फुटाएर त्यहाँको नरिवलको पानी पनि मजाले चढाएँ र जे होस् खुसी लाग्यो यति गर्न पाइयो मनको कामना पुरा भयो त्यसपछि यता आएर हामी चाहिँ मेन मन्दिरको ढोकानेर आएर मैले चाहिँ घन्टी बजाउन लगाएँ उहाँले चाहिँ हेर्नु न लाइन कति धेरै छ त्यस्तो बेलामा पनि एकदम बेसिजन भन्नुभएको थियो तर लाइन चाहिँ एकदमै धेरै थियो कि अनि मैले चाहिँ यसो चामलहरू पनि चढाइदिउँ वरिपरि भनेर सबैतिर चामलहरू चढाउन थालेँ उतापट्टि हेर्नु न कस्तो राम्रो लागबत्ती बाल्ने मानिसहरू कति धेरै भिड थियो कि दुईवटा ग्रुप थियो लागबत्ती बाल्नेको साइडमा यता र यता थियो लागबत्ती बाल्नेको अनि अब कहाँबाट आउनुभएको थियो होला म चाहिँ त्यो लागबत्ती बालेर छोड्नु भएको रहेछ त्यहीँकोमा आफ्नो थोरै आगो लगाएर अनि मार्चेसले सलाइले आगो लगाएर थोरै त्यहीँ छोडेर अनि आगो बाल्न पनि एकदमै मुस्किल कि हावाले पुरै बाल्नै नदिने अनि मैले चाहिँ अगरबत्ती बालेर अनि मजाले पूजा गरेँ वरिपरि घुमेँ त्यहाँ चाहिँ अब सबैजनाहरू त्यहाँ लागबत्ती बाल्नको लागि मिलाउँदै हुनुहुन्थ्यो रेडी गर्दै हुनुहुन्थ्यो उहाँहरूलाई पनि हेर्नुहोस् अनि यहाँ पनि लागबत्तीकोले बालेर छोड्नु भएको रहेछ भर्खरै लागबत्ती बालेर जानुभएको रहेछ यो लागबत्ती कस्तो मजाले बलिरहेको छ अनि यहाँ पनि ग्रुपमा मानिसहरू आएर लागबत्ती बाल्दै हुनुहुन्छ यो सबै ठाउँमा चाहिँ बलिरहेको रहेछ लगभग सबै ठाउँमा बलिरहेको थियो पहिला हामीभन्दा अलि अगाडि आउनेवालाहरूले बालेर जानुभएको होला सबैजना पूजा गर्दै हुनुहुन्थ्यो धेरै रमाइलो भयो जे होस् अनि यता चाहिँ बाल्नको लागि तयारी अवस्थामा हुनुहुन्छ सबैजना अनि यता पनि मिलाउँदै हुनुहुन्छ उहाँहरू पनि हामीभन्दा थोरै अगाडि आउनुभएको थियो उहाँहरूले पनि पूजा गर्दै हुनुहुन्छ लागबत्तीको भित्र पहिला भाकल गरेर त्यहाँभित्र चाहिँ लागबत्तीहरू बाल्न दिइदो रहन्छ आगोहरूको केही चिज पनि त्यहाँ जो बाल्ने चाहिँ रहन्छ खालि पूजा मात्रै गर्ने अनि बाहिर आएर बाल्ने र हेर्नुहोस् मैले चाहिँ कैद गरेको आफ्नो सेल्फी र अनि मैले आफ्नो उसको पनि तापेँ लागबत्ती तातो कस्तो चिसो बेलामा लागबत्ती ताप्दा त झन् कस्तो मैले चाहिँ जय माता दी भनेर भनिरहेको छु मलाई चाहिँ एकदमै भगवान्मा एकदमै विश्वास लाग्छ म चाहिँ भगवान् कुनै ठाउँ पनि नछोडौँ भन्ने हुन्छ तर के गर्ने भगवान्
मैले केही पूजा गर्ने गल्ती हेर्नु न अगाडि कसरी बस्नु भएको छ। उहाँलाई फोटो खिच्नु भनेपछि पहिल्यै लाज मान्नुहुन्छ उहाँ चाहिँ। त्यही पनि मैले कति फर्काप गरेर कताबाट खिच्दै हाल्थेँ। लाज मानेर भुतुक्कै हुनुहुन्छ जहिले पनि हाम्रो यादव सर चाहिँ। त्यति खिचेको त्यही पनि उहाँलाई कति गाह्रो भइसकेको छ। हेर्नुहोस् भन्दा पनि नहेर्नुहुने, हेर्नु न लाइन कति धेरै छ। पूजा भक्तजनहरूको लाइन त्यस्तै छ। अब हामी चाहिँ यहाँ पूजा गरेर अब लाइनमा बसेर अनि लाइनबाट चाहिँ पूजा गर्ने अनि त्यसपछि छिटो गरेर जाने भनेर हामी चाहिँ लाइनमा बस्न गयौँ। त्यसपछि हामी चाहिँ लाइनमा बसिरहेछौँ पूजा गर्नको लागि मेन मन्दिरमा जानको लागि, मेन मूर्ति भएको ठाउँमा। अनि रमाइलो भइरहेछ आज। जे होस् आनन्द फिल भइरहेछ। मलाई आउने एकदमै धेरै मन थियो। उहाँले ल्याइदिनु भयो। उहाँ त्यसको लागि उहाँलाई धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। र हाम्रो भ्लग पनि मन पराइदिनुहुन्छ होला। मेरो भिडियो भएको भ्लग नराख। किन नराख्नु, राख्नु झन् धेरै रोजी राख्छु। सक्नुहुन्छ भने हजुरहरू पनि एकपटक पाथिभरा मातामा दर्शन गर्न आउनु होला। त्यसपछि हामीहरूले लाइनमा पुगिसकेपछि साइडमा नरिवल पनि चढाउनु थियो। नरिवल चढाइयो। त्यसपछि मैले ढोग्यो पुरै राम्रोसँग पूजा गरेर ढोगिसकेपछि धेरै बेर चाहिँ त्यहाँ बस्न पाइँदो रहन्छ, फोटो पनि खिच्नु पाइँदो रहन्छ। र एकैछिन सबै चिजहरू चुनरीहरू ओढाइसकेपछि चाहिँ अनि त्यसपछि हामीले बाहिर आयौँ। र उहाँ चाहिँ यता साइडमा के गर्दै हुनुहुन्थ्यो अनि म चाहिँ यता फोटो कैद गर्न लागेँ। पूजा गर्दै हुनुहुन्छ सबैजना। मैले पनि पूजा गरेर टिको लगाएर हेर्नु चाहेँ। त्यो चाहिँ त्यहीँभित्रको मन्दिर परिसरको रुख हो। यो बोटमा चाहिँ मनको चाहेको चिजहरू घन्टीहरू बाँधिदिने हो भने मनको चाहेको चिज पुरा हुँदो रहेछ। अनि डोरीहरू पनि बाँधिदिनु पर्दो रहेछ, ध्वजाहरू पनि बाँध्नु पर्दो रहेछ। हामीहरूले पनि अलिअलि त गऱ्यौँ। र उहाँले चाहिँ अब घरबाट चाहिँ पाथी लिएर आएर अनि पाथीको चढाउने भनेर मम्मीले पनि भन्नुभयो। मैले चाहिँ गरिनँ तर उहाँले गर्नुभयो। हेर्नु सबैजनाले बाँध्दै हुनुहुन्छ त्यहाँ चाहिँ ध्वजाहरू बाँध्दै हुनुहुन्छ। उहाँले चाहिँ 850 समथिङ यस्तै कतिको चाहिँ चढाउनु पर्दो रहेछ त्यहाँ दान दिएर। अनि त्यसपछि त्यहाँको पाथी भरेर अनि त्यहाँ 3 पटक घुम्यो भने आफ्नो मनको चाहना पुरा हुन्छ अरे, मनले भनेको कामना पुरा हुन्छ भनेर उहाँले चाहिँ पैसा मिलाउँदै हुनुहुन्छ। त्यो चाहिँ 1000 रुपियाँबाट चेन्ज गरेर लिएर आएर अब त्यहाँ पैसा आफ्नो उसमा हाल्नुहुन्छ। हेर्नुहोस् उहाँले उहाँले पनि त्यो सिक्काहरू त्यो उसमा हाल्नुभयो, पाथीमा हाल्नुभयो। त्यस भएर अनि अब त्यो पाथी चाहिँ टाउकोमा राखेर उहाँले चाहिँ 3 चोटि घुम्नुहुन्छ मजाले। यो चाहिँ एउटा भाक्कल जस्तो भनौँ कि के भनौँ, अब यो एउटा मनको चाहना रहेछ। यो चाहिँ मनको इच्छा पुरा हुनको लागि यो गऱ्यो भने चाहिँ 3 चोटि घुमेपछि चाहिँ आफूले मनमा भनेको चिजहरू चाहिँ जे होस् पुरा हुँदो रहेछ। त्यही भएर अनि मम्मीले चाहिँ उसको मम्मीले चाहिँ ठ्याक्क फोन गरेको बेलामा यो चाहिँ गरेको छैन, यति चाहिँ गर्नु भनेर भन्नुभएर अनि उसले चाहिँ गऱ्यो। ऊ चाहिँ धेरैचोटि आइसकेको थियो, त्यही भएर पनि यो गर्न बाँकी थियो। मैले चाहिँ गरिनँ, मलाई गर्नु पर्दो रहेछ तर गरिनँ। अब अर्कोचोटि जाँदा गर्नु पर्ला। यो चाहिँ इच्छा, मनको इच्छा चाहिँ अब त्यो चाहिँ छुट्टियो भनौँ। अब अहिले चाहिँ उहाँ चाहिँ 3 चोटि घुम्नुभयो। उहाँले यो घुमिसकेपछि अनि त्यो चाहिँ फेरि त्यहीँ लगेर चढाइदिनु पर्दो रहेछ। हेर्नुहोस् उहाँले त्यहीँ अरूले कतिजनाले पनि त्यहीँ चढाउनु भएको थियो। मजाले त्यो चढाएर अनि एकचोटि चाहिँ घुँडा टेकेर ढोग्नु पर्दो रहेछ। यो चढाएपछि 3 चोटि 3 चोटिसम्म चाहिँ ढोगेर अनि आफ्नो इच्छा चाहिँ भोस् भनेर सक्ने रहेछ। हेर्नुहोस् कस्तो राम्रो मन्दिरको यो बाहिरको परिसर। हामीले चाहिँ दर्शन गरिसकेपछि बाहिर एकछिन आयौँ। यसो बाहिरको पुरै ऊहरू पनि मैले चाहिँ यो बाहिरको कैद गरेँ। यसो दृश्यहरू कस्तो छ के छ भनेर हेर्नुहोस्। अगाडि चाहिँ उहाँ चाहिँ फोनमा व्यस्त हुनुहुन्छ। उहाँलाई एकदमै भोकले गर्दा जाडो पनि लाग्यो भन्दै हुनुहुन्थ्यो। त्यो चाहिँ मलाई चाहिँ फोटो भनेपछि पहिल्यै खिच्नुपर्ने। म चाहिँ जय माता दी भन्दै आउँदैछु। हेर्नु यो चाहिँ पूजा सामग्रीहरू त्यहाँभित्र भएको चिजहरू पूजाहरू गरेको त्यहाँ चढाएको चिजहरू चाहिँ आफै बोकेर अनि त्यहाँ पैसा राखेर ल्याउनु पर्दो रहेछ। मैले चाहिँ 200 रुपियाँ जति हो कि 150 समथिङ कति राखेँ त्यहाँ। र अनि
चढाएको चिजहरू सबै ल्याएँ। उहाँ चाहिँ हेर्नुहोस् सिङसिङ गर्दै हिँड्नुभएको छ। उहाँलाई एकदमै धेरै भोक लागेर अनि त्यसपछि एकदमै जाडो भयो भन्दै हुनुहुन्थ्यो। मलाई चाहिँ भोक जाडो यस्तोमा घुम्न जान पाएपछि चाहिँ मलाई त्यस्तो केही पनि लाग्दैन, जे होस् खुसी लाग्छ। अनि यो वरिपरिको यो चाहिँ अब हेर्नुहोस् यता चढाउने चिजहरू होला, मन्दिरहरू, सल्लाहहरूको रुखहरू कुन कुन के छ। अब यहाँ आफ्नो मनले चाहेको चिजहरू यहाँ बाँध्ने, चढाउने, धुपछिताउ गर्नु पर्दो रहेछ। अहिले चाहिँ लाइन अलिक कम भएछ, अघि चाहिँ एकदमै धेरै थियो हामीहरू बस्दाखेरि चाहिँ। अहिले चाहिँ लाइन सकिएछ, लगभग आउँदै हुनुहुन्छ अझै कतिजना। हामीहरू चाहिँ लगभग पूजा गरेर भ्यायौँ। अब पूजा गरेर भ्याएपछि चाहिँ अनि मलाई चाहिँ अब हिउँ खेल्न जाने भन्ने चाहिँ एकदमै मनमा लागिरहेको थियो अनि भनिरहेको पनि थिएँ। त्यसपछि चाहिँ अनि अब हिउँ खेल्न जाने, रमाउने मलाई चाहिँ देखेको छैन, एकचोटि जान्छु भनेर भने। त्यसपछि चाहिँ अनि उसलाई फोटो खिच्न लगाएर अनि त्यसपछि म चाहिँ अनि हिउँ खेल्नतिर लागेँ। हेर्नु न कस्तो रमाइलो लाग्दो रहेछ, एकदमै म कहिल्यै नहिँडेको, एकदमै कस्तो चिप्लो हुँदो रहेछ। त्यो हिउँमा हिँड्न पनि सकिँदो रहेछ, अलि मजाले ध्यान पुऱ्याएर हिँड्नु पर्दो रहेछ। त्यो हिउँ पनि 2 दिन जति अगाडि परेको रहेछ अनि त्यही परेको भएर एकदमै साह्रो भइसकेको। त्यही पनि मैले अलिकति हातमा मजाले बेसरी निकालेर अनि फुरुर निकालेर माथि खेलेँ। जो एकदमै साह्रो भइसकेको रहेछ, बरफ बन्न थालिसकेको रहेछ। हिउँ चाहिँ पग्लिएर 2 दिन भइसकेको थियो नि त, तर एकदमै बादल त एकदमै लागिरहेको थियो। म चाहिँ जे होस् हिउँ खेलेँ, रमाइलो गरेँ। त्यसपछि अझै म हिँड्नै सकिरहेको छैन। हेर्नु न पुरै गाडिएर खुट्टा कस्तो एकदमै अप्ठ्यारो भइरहेको थियो। हिउँमा हिँड्न सकिँदो रहेछ हिँड्न चाहिँ। म चाहिँ मेरो पहिलो एक्सपिरियन्स हो कि यो चाहिँ हिउँमा हिँडेकोमा चाहिँ। जे होस् जे चिज पनि पहिलोचोटि एक्सपिरियन्स गर्दैछु मैले चाहिँ। यहाँ मन्दिरमा आएको नि पहिलोपटक हो अनि हिउँमा हिँडेको पनि। र जे होस् यति गरेपछि मलाई मनको आनन्द इच्छा पनि पुग्यो। त्यसपछि हामी चाहिँ अनि त्यसपछि लाग्यौँ बाटोतिर। यति भन्दै हाम्रो भ्लग चाहिँ यति नैमा सकियो। धन्यवाद अहिलेसम्मलाई भ्लग हेरिदिनु भएकोमा। फेरि अर्कोचोटि हामी आउँदैछौँ। त्यति समयको लागि चाहिँ हामीलाई बिदा दिनुहोस्। नमस्ते, बाई।